आमा सन्ध्यालाई किन यसरी हात उठाउनु भएको बिचरा सन्ध्याले हाम्रो के बिगारिदिनु भएको छ र सन्ध्याले भनेको ठिक हो आमा म सन्ध्या बिना खुसी हुन सक्दिनँ हजुरहरूलाई बाचा दिएर म सन्ध्याबाट टाढा हुन धेरै खोजेँ तर सकिनँ आमा बिन्ती छ आमा बिन्ती छ बुवा हाम्रो मायालाई बुझिदिनुहोस् म पहिलाको जसरी हाम्रो घर बिग्रिन दिन्न आमा सन्ध्या हाम्रो तिमीसँग कुनै पनि दुश्मनी छैन पहिला हामीलाई अप्ठ्यारो पर्दा हाम्रो साथ दिएकी थियौ त्यसको लागि तिमीलाई धेरै धेरै धन्यवाद हाम्रो छोरा नै गलत भएर आज यो दिन आएको तिमीसँग अब धेरै चर्काचर्की गर्नु छैन तिमी यहाँबाट जाऊ म जान्छु बुवा म जान्छु आमा मैले नै जिद्दी गरेर शिशिरलाई आमा बुवाले मान्नुहुन्छ कि भनेर मनाउनलाई घर आउँदै थियौँ तर हजुरहरूसँग यही भेट भयो हजुरहरूको इज्जतको अगाडि हाम्रो मायाले हार्यो मलाई माफ गरिदिनुहोस् शिशिर हजुर सही हुनुहुन्थ्यो मै गलत थिएँ हजुरले आमा बुवाले मान्नुहुन्न भन्दा भन्दै मैले नै हजुरलाई जिद्दी गरेँ आमा बुवा मान्नु होला अनि हजुरको बेहुली भएर हजुरको घरमा जाउँला भन्ने सोचेको थिएँ तर त्यो सपना व्यर्थै भयो आमा बुवाबाट हजुरलाई टाढा बनाएर म खुसी हुन सक्दिनँ शिशिर म हजुरलाई सधैँभरि माया गरिरहनेछु बाचुन्जेली मात्र होइन म हजुरलाई मरि गए पनि भुल्न सक्दिनँ म यो गाउँ छोडेर जान्छु मबाट केही गल्ती भयो मलाई माफ गरिदिनुहोस् है फोटो फिल्ममा कहिले मिलन कहिले बिछोड माया फिल्ममा फोटो फिल्ममा सधैँ उस्तै नहुने माया फिल्ममा सन्ध्या त्यति कभर होइन
हामीले सम्झाउन र मनाउन सकेनौँ शिशिर। र हजुर पनि आफ्नो आमा बुवाको इच्छा विपरीत जान सक्नु भएन। हुन पनि आफूलाई जन्म दिने आमा बुवा भन्दा ठुलो यो संसारमा को हुन्छ र? हजुरले सही गर्नुभयो। यदि म दुखीको साथ रोज्नु भएको भए हजुरले जिन्दगीभरि दुःख पाउनुहुन्थ्यो। हाम्रो मायाले हार्यो। शिशिर र सन्ध्याको मायाको छोटो कथा यही सकियो। फोटो फिल्ममा कहिले मिलन कहिले बिछोड माया फिल्ममा फोटो फिल्ममा सधैँ उस्तै नहुने माया फिल्ममा। अब मैले यी दुई बाटोमध्ये एउटा बाटो रोज्नुपर्छ। यो चक्रको घर जाने बाटो। यो बाटो जुन बाटोले मलाई फेरि त्यही नर्कमा पुर्याउँछ, जहाँ फर्केर गएँ भने मैले फेरि उही दुःख र पीडा पाउँछु। चक्र एक न एक दिन त जेलबाट निस्केर आउँछ। आएर फेरि मलाई दिनरात कुट्छ। अब त झनै पीडा दिन्छ। के गरौँ? चक्रको घर गएर फेरि त्यही दुःख सहेर बसौँ? म सक्दिनँ। मैले छोटो समय भए पनि शिशिरको धेरै माया पाएको छु। त्यो माया छोटो समयको भए पनि सम्झना जीवनभरिलाई पुग्ने गरी समेटेको छु। मनमा शिशिरको त्यति धेरै माया राखेर चक्रले दिने पीडा सहन म सक्दिनँ। यो बाटो जुन बाटोले मलाई कहाँ पुर्याउँछ मलाई पनि थाहा छैन। यति थाहा छ यो बाटोमा चक्र भेटिँदैन अनि चक्रले दिने पीडा र तनाव हुँदैन। तर पनि म यही बाटो रोज्छु। यो बाटो र जिन्दगीले जहाँ पुर्याउँछ त्यहीँ जान्छु। शिशिरले थोरै समयमा दिनुभएको धेरै मायाको याद र सम्झना सँगालेर यो लामो जिन्दगी कटाउन सक्छु। म जान्छु, कतै गएर दुःख गरेर खान्छु। माया प्रेम नै सबै थोक होइन। आफ्नो आमा बाउको इज्जतको पनि ख्याल गर। त्यो सन्ध्यालाई बिर्सिदे। तिमीहरूको मिलन केही गरी हुन सक्दैन। बिहे त परेको कुरो।